ठीक छ त म के भन्दैछु भने यदि तपाईं पुग्नुहुन्छ त्यो तहसम्म जहाँ तपाईको श्रद्धा गुरु र गुरुको शक्तिमा तपाईको श्रद्धा यी सबै जब तपाईं पुग्नुहुन्छ त्यो तहको परिपक्वतामा तब तन्त्र काम गर्छ। त्यसैले त्यो बिन्दुसम्म र यी तन्त्र काम गर्छन्। यसको आधार भनेको बोधिचित्त र शून्यताको प्रज्ञामय सचेतना हो। र आजकल यी दुईलाई त केवल तपाईं के भन्नुहुन्छ? हैन, यसलाई त केवल तपाईं के भन्नुहुन्छ? खुट्टा पुस्ने ढोकाको चटाईमा यिनीहरूलाई त केवल फालिएको छ, कुनै मूल्य छैन। तन्त्र मन्त्र यही त मानिसहरू गलत बाटोमा जाँदैछन्। वास्तवमा आजकल म केही मानिसहरू पश्चिमाहरूबाट सन्देश पाउँछु जसले देखेका छन् यी सबै नराम्रा कुराहरू भइरहेका छन्। के भइरहेको छ? मैले भने के गर्ने? यहाँ त मानिसहरू यति धेरै पागल छन् कि यो गुरु त्यो गुरु यो गुरु त्यो गुरु तन्त्र मन्त्र र यस्तै र अन्तमा यो तन्त्र मन्त्र। तपाईलाई थाहा छ तपाईँ अन्तमा सबै दुःख समस्याहरूमा फस्नुहुन्छ। त्यसैले यो किन हुन्छ भने जब गुरुहरू योग्य हुँदैनन्, विद्यार्थीहरू योग्य हुँदैनन् र त्यसपछि तपाईँ यी सबै कुराहरू गर्नुहुन्छ, यही तपाईँ गलत बाटोमा जान सक्नुहुन्छ। त्यसैले सबैभन्दा सुरक्षित कुरा के हो भने सबैभन्दा सुरक्षित कुरा जुन तपाईले वास्तवमा महसुस गर्न सक्नुहुन्छ। र त्यहाँ एकजना थिइन्, मलाई याद छ धेरै वर्ष पहिले म एकजनालाई भेटेको थिएँ, वृद्ध महिला जो धेरै इमानदार थिइन् र जसले भनिन् कि मैले यो गुरु त्यो परम्पराबाट उच्च स्तरको तान्त्रिक अभिषेक बाङ्ग प्राप्त गर्दै आएकी छु, त्यो परम्परा तन्त्र मन्त्रको उच्च स्तर र यस्तै। र त्यसपछि उनले यी अभ्यासहरू गरिन् जस्तै उनी मलाई लाग्छ 1970 को दशकदेखि मलाई लाग्छ 1970 को दशकदेखि ठूला गुरुहरू र उनी धेरै इमानदार थिइन्। उनले भनिन् म यी सबै कुराहरू अभ्यास गर्छु। अहिले 30 वर्ष 40 वर्षपछि हैन, मलाई केही पनि महसुस हुँदैन। यो केवल खाली शब्दहरू जस्तै हो। खाली शब्दहरू धेरै शक्तिशाली, तर खाली शब्दहरू अर्थ खाली छ किनकि मलाई केही पनि महसुस हुँदैन। जहाँ बोधिचित्त शून्यताको प्रज्ञामय सचेतना म अभ्यास गर्छु, कम्तीमा केही आइरहेको छ। तपाईले आफ्नो भित्र परिवर्तन महसुस गर्न लाग्नु भएको छ। त्यसैले हैन, यी शिक्षाहरू हुन्, यी शिक्षाहरू तन्त्र यो त्यति खाली छैन। तिनीहरू खाली हुन्छन् जब तपाईसँग बोधिचित्त शून्यताको प्रज्ञामय सचेतना आधारको रूपमा हुँदैन। त्यसैले यी दुई धेरै बहुमूल्य छन्। यही कारणले भन्दा परम पावन दलाई लामाले मलाई याद छ भनौं वर्षौं पहिले भन्नुभएको थियो, यदि तपाईँ साँच्चै सोच्नुहुन्छ कि तपाईँ मेरो विद्यार्थी हुनुहुन्छ, तपाईले बोधिचित्त र शून्यताको प्रज्ञामय सचेतना अभ्यास गर्नुपर्छ। अरु के भन्नु? उहाँले यही भन्नुभयो। ठीक छ, त्यसैले यो चित्तको नियन्त्रण छ। जब तपाईँ सुत्नुहुन्छ तपाईको चित्त अझ सूक्ष्म हुन्छ। त्यसैले जब तपाईको चित्त स्थूल ग्रस हुन्छ तपाईसँग केही नियन्त्रण हुन्छ। तपाईँ ध्यान गर्न सक्नुहुन्छ, तपाईँ कक्षामा उपस्थित हुन सक्नुहुन्छ। तर निद्रामा तपाईहरूमध्ये कतिजना कक्षामा उपस्थित हुनुहुन्छ? ठीक छ, अब म सपना देख्दैछु म कक्षामा उपस्थित हुनेछु। हैन, हामीसँग नियन्त्रण छैन। जब चित्त सूक्ष्म हुन्छ हामीसँग नियन्त्रण हुँदैन, तर हामी अभ्यासद्वारा यो नियन्त्रणमा पुग्न सक्छौं। कस्तो प्रकारको अभ्यास? सोच्नुहोस् कि त्यहाँ केही अनौठो विशेष अभ्यास छ। केवल तपाईको जीवनमा तपाईले सामना गर्ने कुनै पनि सानो कुरा, केवल सचेत रहनुहोस्। ठीक छ, त्यसैले नकारात्मक विचारहरू आउँदैछन्, मैले यसलाई नियन्त्रण गर्नुपर्छ। यदि मैले यो भने यो व्यक्तिले अपमानित महसुस गर्नेछ। मैले यो भन्नु हुँदैन। ठीक छ, यो उस्तै हो। त्यसैले खाना पकाउँदा उदाहरणका लागि हिँड्दा यदि मैले तल हेरिन भने केही साना किराहरू मारिन सक्छन्। अनजानमा मैले त्यसो गर्नु हुँदैन। पकाउँदा चाउचाउ तपाईँ चाउचाउ उमाल्नुहुन्छ, तपाईँ भात पकाउनुहुन्छ। तर भात भाग्यशाली। आजकल मलाई लाग्दैन कि मानिसहरूले भातको पानी तर्काउँछन्। तर अन्यथा जस्तै चाउचाउ र यस्तै तपाईँ यसलाई उमाल्नुहुन्छ र त्यसपछि पानी तपाईँ यसलाई सिधा तर्काउनुहुन्छ र लाखौं किराहरू ढल प्रणालीमा मारिनेछन्। लाखौं। हामीलाई यी कुराहरूको जानकारी छैन। यिनीहरूप्रति सचेत रहनुहोस्। यिनीहरूप्रति सचेत रहनुहोस्।
त्यसैले यसरी हामी आफैलाई तालिम दिन्छौं। म के बोल्दैछु, म के सोच्दैछु। ठीक छ, यसप्रति सचेत रहनुहोस्। केवल परमाणुहरूले भरिएको मेरो लागि तानिने केही छैन। यो व्यक्ति के कुरा गर्दैछ त्यो यति नराम्रो छ। यो उसको कारणले हो, उनी वा उनीसँग पनि बुद्ध स्वभाव छ। यो प्रत्ययहरूको कारणले हो। तर प्रत्ययहरू यस्ता छन् कि व्यक्ति हताश हुन्छ, तब यी कुराहरू प्रकट हुन्छन्। उसलाई दोष दिनु हुँदैन। तपाईहरू सधैँ सजग रहनुहुन्छ कि कुनै पनि प्रकारको आलस्यमा नफस्न, कुनै पनि प्रकारको इन्द्रियजन्य अनैच्छिक तान्ने शक्ति वा द्वेषमा नफस्न। त्यसपछि यी मानिसहरूबाट तपाईहरू अपेक्षा गर्न सक्नुहुन्छ। अन्ततः जब तपाईहरूले आफ्नो चित्तमाथि पूर्ण नियन्त्रण प्राप्त गर्नुहुन्, स्थूल स्तरमा र केही सपनामा पनि तपाईहरू सजग हुनुहुन्छ। म सपनामा छु, मैले समय खेर फाल्नु हुँदैन, मलाई शून्यता एम्प्टीनेसमा ध्यान गर्नुपर्छ। त्यसपछि यी मानिसहरूलाई तन्त्र अभ्यास गर्ने अधिकार हुन्छ। ठीक छ, त्यसैले एउटा कुरा पनि हामीले जान्नुपर्छ कि मानिसहरू नारीवादको कुरा गर्छन्। ओह, तिब्बती बौद्ध धर्ममा त्यहाँ लैङ्गिक भेदभाव छ। वास्तवमा एउटा कुरा जुन हामी वास्तवमै धेरै कुरा जानेका छैनौं। मठ विश्वविद्यालयमा ठूला ठूला शीर्ष विद्वानहरू छन्। आर्य तारासँग उहाँहरूको आत्मीयता केही यति अद्वितीय छ। आर्य ताराको अर्थ महिला, महिला बुद्ध। हेर्नुहोस्, यी सबै आर्य ताराका चित्रणहरू हुन्। आर्य तारा शीर्ष भिक्षु विद्वानहरूको लागि केही यति अद्वितीय छ। लगभग सबै ठूला ठूला नामहरू उहाँहरूको आर्य तारासँग धेरै बलियो सम्बन्ध, आत्मीयता छ। मेरो आफ्नै गुरु पूज्य गेसे पाल्डेन ड्राक्पा रिम्पोछे, जसलाई तपाईहरू धेरैले भेट्नुभयो। तपाई उहाँको कोठामा जानुहुन्छ, यो अचम्मको छ। तपाईले केही पनि देख्नुहुन्न। त्यहाँ एउटा सानो वेदी पूजा मञ्च छ र उहाँ अनुष्ठानहरूमा रिचुअल जाने यो लगभग सुनिएको छैन। सधैँ ज्ञान, प्रेम, मनोविज्ञान र तर्क ध्यान। उहाँ केवल यससँग हुनुहुन्छ, अनुष्ठानहरू होइन। तपाईले उहाँको वरिपरि कुनै अनुष्ठानका सामानहरू देख्नुहुन्न। र कति सरल। र सायद 5 वर्षपछि मेरो एकजना सहपाठी मूल्यवान रिम्पोछेको विद्यार्थी, उनी छुट्टीको लागि नेपाल जाँदै थिए र गेन रिम्पोछेले उनलाई आर्य ताराको सानो मूर्ति ल्याउन भन्नुभयो। म छक्क परे। ओह, मेरा गुरु मूर्तिहरूमा विश्वास गर्नुहुन्छ र त्यो पनि आर्य तारा। त्यसैले यो एउटा विशेष कुरा हो। र गुम्बामा पनि वाद विवाद, तर्क वितर्क अघि मण्डलीका सबै भिक्षुहरू, उहाँहरू करिब समय अनुसारमा न्यूनतम 2 घण्टा केवल आर्य ताराको प्रशंसा जप गर्दै। यो एक परम्परा हो। आर्य ताराप्रति यति धेरै श्रद्धा र आत्मीयता छ, जस्तै एउटी आमा जस्तो आकृति, जस्तै एक मार्गदर्शक जस्तो, एक तान्त्रिक देवता जस्तो। यो केही यति अद्वितीय छ। त्यसैले वाद विवाद जस्तै 2 घण्टा आर्य तारा प्रशंसा जप हुन्छ, त्यसपछि वाद विवाद सुरु हुन्छ। म ठूलो भव्य वाद विवादको बारेमा कुरा गर्दैछु, साँच्चै साँच्चै भव्य वाद विवाद। सबै ठूला नामहरू आउनेछन्, उत्तर दिने पक्षहरू विरुद्ध प्रश्नहरू सोध्न। उत्तर दिने पक्षहरू को हुन्? ती भिक्षु विद्वानहरू जो पीएचडी कार्यक्रमको लागि बस्न जाँदैछन्, त्यो पीएचडी कार्यक्रम पूरा गर्ने, त्यो वर्षको गेसे डिग्री पाउनेहरू।